ओम नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् यं प्रव्रजन्तमनुवेदमवेदकृत्यं दैवायनो विरहकातराजुहाव पुत्रेति तन्मयतया तरवो विनेदुस्तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि। श्रीकृष्णार्पणमस्तु। हरि ओम। आत्मदेवको मोक्ष चाहिँ दशम स्कन्द पाठात भनेको छ कि अन्तिम जङ्गल गएर दशम स्कन्द पाठ गरिरहन्थ्यो, त्यसैबाट उनको मोक्ष भन्ने भगवानको चरित्रको बाललीला। द्वन्द्वकारीको भाउ विप्र हुन्। विप्र मोक्ष भनेको ठिक छ। विप्र भनेको ब्राह्मण, विप्र भनेको ब्राह्मण भनेको आत्मदेवको त्यसको कुरा भयो। यो लेखा छ नि, युक्तो हरेरनुदिनं परिचर्ययासौ श्रीकृष्णमापनियतं दशमस्य पाठात्। श्रीकृष्णमा आप, भगवान श्रीकृष्णलाई उसले पायो अरे। किन भन्दाखेरि नियतम दशमस्य पाठ, नियमित रूपबाट उसले दशम स्कन्दको पाठ गरेर भगवान श्रीकृष्णलाई उसले प्राप्त गर्यो। अन्तिममा गोकर्णले आएर सम्झाइ बुझाइ गरे, अब यो घर गृहस्थ छोडिदियो र छोरा पनि निकम्मा भइसक्यो, बुढी पनि तिम्रो त्यस्तै छ, अब यिनीहरूको चक्करमा परेर तिम्रो जीवन त बितिहाल्यो। लगभग यहाँ अन्तिममा होइन कति लेखेको छ भने बुढो भइसकेको छ, बुढो भइसकेको छ। अब कति 70-80 वर्ष कति लेखेको छ यसमा, 60 वर्ष कति लेखेको थियो। यो छोडछाड गरेर आफ्नो भगवानको चिन्तन मनन गर, जे जति गर्नु छ घर गृहस्थमा भइसक्यो, अब अन्तिममा भगवानकै शरण लिनुपर्छ भनेर गोकर्णले सम्झाइ बुझाइ गरेपछि अनि एकान्तमा बसेर भगवान श्रीकृष्णको प्रतिदिन भगवानको सेवा र दशम स्कन्दको पाठ गरेर भगवान श्रीकृष्णमै गो विलिन भयो। दशम स्कन्दको उसको भयो। अर्को चाहिँ भगवानले साक्षात् उद्धार गर्नुभएको चाहिँ उद्धवलाई एकादश स्कन्दमा, जस्तै अर्जुनलाई भगवानले श्रीमद् भगवत गीता उपदेश दिनुभयो नि, त्यस्तै उद्धवलाई चाहिँ दिनुभएको चाहिँ उद्धव गीता नामले प्रसिद्ध हो। वेदान्त नि हो, त्यो शुद्ध उपदेश हो, मतलब त्यो शुद्ध ज्ञान मार्ग भयो। ठिक त्यहाँसम्म पुग्न नसकेकाहरूको लागि चाहिँ के गर्ने त? अब आत्मदेवको त्यो स्थिति छैन नि त, उद्धव जस्तो उत्कृष्ट स्थिति भएर भगवानको चिन्तन मनन गरेर बस्न सक्ने बुझ्न सक्ने क्षमतै छैन नि बिचाराको। के गर्ने भन्दाखेरि भगवानको बाललीला बस पाठ गर्ने, त्यसैको अर्थ चिन्तन मनन गर्ने, त्यसैबाट भगवानमा चित्त लाग्छ। भगवानमा चित्त लगाउने उपाय के त भन्दाखेरि दशम स्कन्द। किन लाग्छ थाहा छ? मैले धेरै विचार गरेँ होइन। यसमा एउटा बिचमा गजब लेखा छ, नारदले अथवा कसले भन्नुभएको छ कि एन केना पिपाएन मनो कृष्णे निवेशयेत्। ठिक, जुन कुनै उपायबाट जसरी भए पनि गाली गरेर हुन्छ कि पिटेर हुन्छ कि होइन, माया गरेर हुन्छ कि प्रेम गरेर हुन्छ कि द्वेष गरेर हुन्छ कि ईर्ष्या गरेर हुन्छ कि क्रोध गरेर हुन्छ कि जुन कुनै उपाय लगाएर मनलाई कृष्णमा चाहिँ अड्काउने काम गर। ठिक, अब दशम स्कन्द हेर्ने हो भने भगवानका चरित्रहरू एक त मनमोहक पनि छन्, कहीँ कहीँ विवादास्पद पनि छन् होइन। अब अहिलेको हेर्ने हो भने, अब गोपिनीहरूकोसँग चरित्रको गर्ने हो भने यति विवाद अब अहिलेको जमानाको हिसाबले त्यो पनि भयो। अनि त्यसपछि यो उसँग लिलै गर्नुभएको छ रासलीलाहरू होइन। अब त्यो कस्तो भन्छ भन्दाखेरि सामाजिक रूपबाट कहीँ स्वीकार रासलीलाको हो। होइन, बरु त्यो ठिक छ, त्यसमा केही खराबी छैन, त्यसमा सामाजिक रूपबाट कुनै पनि कमी बेसी छैन होइन। समस्या भनेको कहाँ छ भने रासलीलामा छ। न आयु मेल खान्छ, न गरेको क्रियाकलापहरू मेल खान्छ, कुनै पनि सामाजिक रूपबाट त्यो पक्ष छँदै छैन होइन। नभएको कारणले गर्दाखेरि मन जहिले पनि त्यही कुरालाई लिएर अड्किरहन्छ कि
यो गर्न नहुने किन गरेको कसो भयो भन्ने कुरा। अनि मैले धेरैचोटि त्यो अब डिफेन्स गर्ने कोसिस पनि गरेँ भगवान्ले किन गर्नु भने अब त्यसलाई चाहिँ होइन यो चाहिँ आध्यात्मिक अर्थ हो भनेर लगाउनु होइन। गोपिनीहरूसँग गरेको रासलीला भनेको चाहिँ अब आध्यात्मिक अर्थबाट सुसङ्गत हुन्छ, तर आध्यात्मिक अर्थलाई बताउनुको लागि त्यस्तो किसिमको कथा किन रच्नु पर्यो? अरू नै कथा रचेको पनि भए हुन्थ्यो होइन, सकिँदैन नि। नाच्नु भएको छ परम प्रेमको उत्कृष्ट अवस्थालाई बताइएको छ होइन। अब त्यहाँ अब खास क्रीडाको रूपमा छ, अब त्यहाँ कसैले क्रीडा होइन खेल खेल मात्रै खेलेको भन्ने छ। काहीँ अब त्यहाँ शब्दहरूको त्यहाँ लिएर आफ्नो दृष्टिकोणलाई लिएर सबैले आफ्नो अर्थ गरेका छन् कि, र सबैभन्दा बढी विवाद भएको चरित्रको रूपमा हेर्ने हो भने त्यो नै छ कि घटना। अनि त्यही त जस्तै अब त्यहाँ 16,000 गोपिनी होइन, त्यो 16,000 उनको राजकुमारीहरू हुन्, सबै राजकुमारीहरू हुन्। त्यहाँ त भगवान् श्रीकृष्णले क्रान्ति गर्नुभयो। ठिक छ, क्रान्ति गर्नु भनेको चाहिँ समाजबाट उपेक्षित भएका स्त्रीहरूलाई चाहिँ स्वीकार गर्नुभएको। किनभने असुरले बाणासुर होइन, असुरले सारा राजकुमारीहरूलाई उठाएर बन्दी बनाएर राखेको, राजालाई बन्दी बनाएर राखेर राजकुमारीहरूलाई आफ्नो रानी बनाएर उसले बिहा गरेर राखेको, सबैसँग एकैचोटि बिहा गर्छ भनेर बन्दी बनाएर राखेको। त्यो स्थितिमा त्यहाँ अब उसकै स्त्री भयो नि त होइन। अब अहिले पनि समाजमा त्यो बेलाको त छोडिदिउँ, अहिले पनि समाजमा कसैले अर्काको स्त्रीलाई राखेको छ भने त्यो दुबारा घर वापस आयो भने कसैले स्वीकार गर्छ त? त्यो हेर्दैन क्या मान्छेले, त्यो कुरो चाहिँ हेर्दैन। 16,000 बिहा गरे, 16,000 बिहा गरे, 16,000लाई बिहा गर्नु भगवान्ले कसो भन्दाखेरि आफ्नो इच्छाले गरेको होइन। जस्तै असुरलाई त उनले समार गरिदिए होइन, त्यसपछि अब उनीहरूलाई स्वतन्त्र छोडेपछि ल आफ्नो ठाउँ जाँदाखेरि उनीहरू जाने ठाउँ कहाँ त? घरमा उनीहरूले स्वीकार गर्छन् त कसैले? जानी उनीहरूको कुनै विकल्प थियो त? कहीँ मर्नु बाहेक अरू केही विकल्पै थिएन। अनि समाजमा त अब स्वीकृतै हुँदैन, स्वीकार गर्ने कुनै सम्भावनै छैन। या त गएर बेश्या बन्नु पर्यो या त मर्नु पर्यो, विकल्प उनीहरूको लागि के पनि थिएन। अब तपाईँले छोडाइदिनु त भयो हामीलाई होइन यसको बन्दीबाट, अब हामी जाने कहाँ त? जस्तै महिलाहरूलाई कतिपय नेपालमा पनि त्यो भएको थियो नि, पहिला सुरुमा बम्बईमा गएर बेचिदिन्थ्यो नि त महिलाहरूलाई, यहाँ फकाएर लान्थे, कता कता गएर बेचिदिन्थे। अब यहाँका कसो भन्दाखेरि अब उद्धारकर्मीहरूले गएर कता कता पत्ता सत्ता लगाएर वापस त लिएर आयो। अब गाउँ घर समाजले उनीहरूलाई स्वीकार गरे त? जाने ठाउँ नै हुँदैन त। अब वापस उनीहरूलाई उहीँ वापस फर्किन जानु पर्यो। कति महिलाहरू त्यस्तो पनि परेको छ। अहिले त त्यस्तो छ। अब त्यो जमानामा ती स्त्रीहरूलाई कसले स्वीकार गर्थ्यो त? कसैको हिम्मत पनि थिएन। कसै अरूले स्वीकार गरेको भए उही बरु गाउँतिर होइन कसैले त्यस्तो स्त्रीलाई ल्याएर राख्यो भने गाउँभरिकोले यो चाहिँ बिग्रेछ, खत्तम भएछ। स्त्रीलाई त अब ठाउँ त छँदै छैन, जसले लिएर आयो उसको पनि कसो भन्दाखेरि गाउँमा बस्ने ठेगान हुँदैन। त्यस स्थितिमा ती सब 16,000लाई चाहिँ संरक्षण दिने कार्य कसले गर्नुभयो? अब भगवान्ले सिधै गएर राख्यो भने हुन्थ्यो नि, तर उहाँले के गर्नुभयो? उनीहरूलाई चाहिँ अर्धाङ्गिनीको रूपमा, पटरानीको रूपमा उहाँले पटरानी त नभनौँ, रानीको रूपमा समाजमा स्वीकृति दिलाएको हो नि त। यी यताउतिका स्त्री होइन, मेरा पत्नीहरू हुन्, मेरा अर्धाङ्गिनी हुन्, मेरै स्वरूप भनेर भगवान्ले त्यो कसो भने दिएको। त्यो चाहिँ त्यस्तो कार्य चाहिँ कसैले पनि गरेको छैन। रामजी नै सक्नुहुन्न त्यो काम गर्नु। अनि 16,000 सङ्ख्याको कुरो भएन नि त, मतलब गरेको कुरो हेर होइन। यो कथा यो कथाले यसरी कसैले यो दृष्टिकोणबाट कुनै पनि कथाहरूले भन्दा पनि भन्दैन, मतलब सामाजिक दृष्टिकोणबाट भन्नु नि पर्यो नि त होइन। 16,000 बिहा गरे, 16,000 बिहा गरे, 16,000 बिहा गरे होइन, 16,000 स्त्रीहरूलाई आफ्नो सम्मान दिएको हो। त्यो हिसाबले ठिक छ। त भगवान्को नि खास भन्न खोजेको चाहिँ दशमस्य पाठत भनेको छ नि त, यहाँ प्रसङ्ग आएको हुनाले चाहिँ दशम स्कन्धको पाठ गर्नाले के हुन्छ भन्ने कुरा हो नि त। यहाँ के छ भने कृष्णलाई पाउँछ भनेर ल्याएको छ सिधै कुरो।
विप्र जुन आत्माराम थिए उनले दशम स्कन्धको पाठ गरेर नियत मतलब नियमपूर्वक नियमित रूपमा उनी सधैँ के गर्थे भन्दाखेरि दशम स्कन्धको पारायण गर्थे। पारायण गर्दाखेरि अब यिनी पढे लेखेका त छँदै थिए, भलै त्यस्तो किसिमको अब प्रकाण्ड विद्वान नभए पनि अब सामान्य विप्र भएको हुनाले संस्कृतका वाक्यहरू बुझि नै हाल्थे, अर्थ बुझि नै हालिन्थ्यो होइन। अनि त्यसरी चाहिँ उनले पाठ गर्दै गएपछि भगवान्का चरित्रहरूको सुमिरन हुँदै जान्छ, स्मरण हुँदै जान्छ र त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि दशम स्कन्द नै किन भन्दाखेरि अन्य स्कन्धहरूमा दुनियाँभरका कुराहरू छन्, दशम स्कन्द भगवान् कृष्ण बाहेक अरू केही पनि छैन। ठिक छ, भगवान् कृष्णलाई गाली गर्ने ठाउँ पनि दशम स्कन्द हो, माया गर्ने ठाउँ पनि दशम स्कन्द हो, राग गर्ने ठाउँ पनि दशम स्कन्द हो, द्वेष गर्ने ठाउँ पनि स्कन्द हो। दशम स्कन्द भनेको त्यो अङ्कुश हो के। दशम स्कन्द पढेको व्यक्तिले चाहिँ कृष्णलाई चाहिँ बिर्सिन सक्दैन। नास्तिक होस् आस्तिक होस्, या त गाली गरेर सम्झोस्, या त माया गरेर सम्झोस्, या त अलौकिकतालाई लिएर सम्झोस्, भगवान् श्री मतलब दशम स्कन्दको वर्णन नै यो हिसाबले भएको हो कि कुनै पनि हालतमा चित्त चाहिँ कृष्णमा फसिजाओस्। त्यही भएर हुन्छ होइन, पाठ गर्दै गएपछि अर्थ बिस्तारै आउँदै जान्छ। पाठ गर्नुको अपूर्व उत्पन्न हुन्छ, पुण्य उत्पन्न हुन्छ होइन। त्यसले चित्त शान्त गराउँछ। साथसाथमा बिस्तारै बिस्तारै पाठ गर्दै गएपछि त्यसको अर्थहरू पनि भगवान् श्रीकृष्णको स्वरूपहरूको बिस्तारै लाग्दै पनि जान्छ। यसको यो चाहिँ लाभ हो। यो विप्रको यो स्थिति भएको थियो नि त। ठिक छ, यो प्रसङ्ग होस्, मैले कुरो याद आयो भने एकचोटि बन्द गरौँ।